स्टोर किपरलाई एसाइन गर्नलाई के गर्छ भने यहाँनिर गएर प्रणाली व्यवस्थापन भन्ने छ है। त्यो सब एडमिनभित्र मिल्छ कि मिल्दैन सर? हजुर एडमिनको युजरबाट सब एडमिनको आइडी बनाउन मिल्छ कि मिल्दैन? ओएले बनाउँछ सर, ओएले अफिसर भइरहेको छैन सर। स्क्रिन यता सेयर छ सर, भइरहेको छ, सेयर भइरहेको छ, अलिक ढिलो आउने होला। तपाईँको लिङ्क अलिकति राम्रो हुन्छ। ओके, तपाईँको यो अब के मैले तपाईँलाई भनिदिन्छु हामीसँग कस्तो कस्तो युजर हुन्छ भनेर पनि म तपाईँलाई भनिदिन्छु। अनि त्यस तपाईँको यसमा के हुन्छ, एउटा चाहिँ युजर भन्ने हुन्छ। युजर भनेको कर्मचारी चाहिँ रजिस्टर गरेको हुन्छ। यसमा 5 मा आयो कर्मचारी युजर भन्ने हुन्छ। त्यो एउटा चाहिँ त्यो रोल हुन्छ। दोस्रो भनेको तपाईँको स्टोर किपर भन्ने हुन्छ। अर्को भनेको रिभ्युअर भन्ने रोल हुन्छ। अर्को एप्रुभर भन्ने रोल हुन्छ। त्यसपछि अर्को यो सब एडमिन भन्ने हुन्छ है। त्यसपछि सब एडमिन भन्दा योभन्दा माथि चाहिँ अफिस एडमिन ओए भन्ने हुन्छ। त्यहाँसम्म चाहिँ पालिकामै हुन्छ है। अब त्यो ओए भन्दा माथि फेरि तपाईँको कोलेनिकामा एउटा एडमिन हुन्छ। त्योभन्दा माथि पनि एफसिसीसँग हुन्छ है। तिनीहरूका सबैका आफ्नो आफ्नो तपाईँको फिचर्सहरू हुन्छ। अब हामीसँग हुने भनेको के हो भने ओए भनेको पालिका प्रशासनमा हुन्छ। त्योभन्दा मुनि हुने भनेको सब एडमिनहरू हो। यो सब एडमिन यो भनेको हाम्रो स्वास्थ्य शाखाको आफ्नै सब एडमिन हो है। अब हामीले यो सब एडमिनबाट चाहिँ हामीले के गर्छौँ, स्टोर किपर, एप्रुभर, युजर यी कुराहरू चाहिँ हामीले एसाइन गर्न सकिन्छ है। त्यसको लागि हामीले पहिला के गर्नु पर्यो भने अब हामीले स्टोर सञ्चालन गर्न गइरहेछौँ भने कुन व्यक्तिलाई चाहिँ स्टोर दिने भन्ने कुरा तपाईँले डिसिजन भइसकेपछि त्यो व्यक्तिलाई चाहिँ स्टोर एसाइन गरिदिनु पर्यो। त्यसको लागि के गर्नु पर्यो भन्दा यो प्रणाली व्यवस्थापन भन्ने भित्र जाने र यहाँनिर गएर कर्मचारी सम्बन्धी विवरण भन्ने छ है। कर्मचारी सम्बन्धी विवरणमा क्लिक गरिसकेपछि यहाँनिर यसरी खुल्छ। अब यसमा के हुन्छ भने तपाईँको पालिकाभित्रका सबै कर्मचारीको डिटेल्स हुन्छ यहाँ है। अनि यहाँनिर अर्को कुरा के पनि गरे हुन्छ भने यो रोल भन्ने हुन्छ। यहाँनिर रोल राखेको छ। यो रोलमा चाहिँ तपाईँको कर्मचारीको कुन रोल छ भन्ने पनि यहाँनिर देखाएको हुन्छ। जस्तो यहाँनिर सबै एप्रुभर, एकाउन्ट एप्रुभर, रिभ्युअर, एकाउन्ट स्टोर भन्ने छ होइन। अब यहाँ दुईटा रिभ्युअर हुनसक्छ, दुईटा एप्रुभर हुनसक्छ, तर दुईटा स्टोर किपर हुन्न है त। त्यो चाहिँ ख्याल गर्नु। अनि त्यसपछि दुईटा एकाउन्ट हुन्छ, अरू चाहिँ हुनसक्छ। त्यो बाहेक अर्को यहाँनिर युजर भनेर आएको हुन्छ। कर्मचारीको नाम हुन्छ तर त्यसको रोल के भन्दा युजर मात्रै हुन्छ। उसको नाम यहाँ खाता सञ्चालन गरे जस्तै उसको नाम मात्रै राखेको हुन्छ। तपाईँले आफ्नो जस्तो तपाईँले आफ्नो व्यक्तिगत के कुराहरू जस्तो तपाईँले सामानहरू लिनुभएको छ, के कुराहरू घरमा गर्नुभएको त्यो डिटेलहरू चाहिँ तपाईँले आफूले खोलेर पनि हेर्न मिल्ने हुन्थ्यो अहिलेसम्म। अब हामीले के गर्छौँ भने त्यो कुन व्यक्तिलाई चाहिँ स्टोर किपर चाहिँ एसाइन गर्ने, कुन व्यक्तिलाई रिभ्युअर गराउने, कुन व्यक्तिलाई एप्रुभर गराउने भन्ने कुरा चाहिँ यहाँबाट चाहिँ डिसिजन गर्न सकिन्छ। यहाँबाट चाहिँ एक्सेस दिन सकिन्छ है। त्यसको लागि के गर्छौँ र तपाईँको अब यहाँ कर्मचारीको नाम भेटिएन। यो तपाईँले सब एडमिन खोल्नुभयो पालिकाको, तर यहाँ खोज्दै जाँदाखेरि कर्मचारीको नाम भेटिएन है। अब भेटिएन भने तपाईँले के गर्नु पर्यो भने पहिला तपाईँले उता जुन प्रशासन शाखामा भएको सब एडमिन छ त्यो सब एडमिन खोलेर चाहिँ त्यहाँबाट हेर्न लगाउने है। त्यहाँ यहाँ कहिलेकाहीँ यो हाम्रो युजरमा चाहिँ नदेखाएको हुनसक्छ। त्यो अवस्थामा उताबाट खोलेर हेर्नु भने देखिन्छ है। अथवा तपाईँले छैन भने तपाईँले यहाँ के गर्नुहुन्छ, नयाँ एड गर्नुहुन्छ। नयाँ कर्मचारी यहाँ एड गर्दै जानुहुन्छ। एड गरेर जाँदाखेरि तपाईँले सबै कुराहरू राखेर यहाँ सेभ गर्ने बेलामा चाहिँ यही त्यो कर्मचारीको अलरेडी पहिला रहेछ भने यहाँ अलरेडी छ भनेर यसले देखाइदिन्छ। यदि छैन भने के हुन्छ, सेभ हुन्छ। सेभ भइसकेपछि फेरि यहाँ आएर तपाईँको ट्याक्क बस्छ कर्मचारी है। अनि अब के गर्नुहुन्छ भने त्यो कर्मचारीलाई के गर्नुहुन्छ, तपाईँले त्यो कर्मचारीलाई तपाईँले स्टोर किपर चाहिँ एसाइन गर्नुहुन्छ है। जस्तो अब यहाँनिर मैले नयाँ गरेर देखाउँथेँ र नयाँ गरेर देखाउँदा के हुन्छ भने यहाँ मैले जस्तो प्यान नम्बर राख्ने बित्तिकै
जस्तो मैले कुनै एउटा प्यान नम्बर यहाँ राखेँ, त्यो प्यान नम्बरको अलरेडी युजर कपी छ भने यसले यहाँ नयाँ बनाउन दिँदैन है। त्यही भएर मैले यहाँ त्यो ट्राई पनि गरिनँ अहिले है, नत्र भने म तपाईँलाई ट्राई गरेर पनि देखाउँथेँ। इभन हाम्रै पनि हामीले टेस्ट गर्ने बेला अलरेडी बनाइसके हुनाले हाम्रो पनि दिँदैन यहाँ है। जस्तो तपाईँले के ख्याल गर्नु भएको छ भने 5मा कर्मचारीको विवरण राखिसकेपछि तपाईँले अथवा कर 5बाट तपाईँले कुनै रोलहरू एसाइन गरिसकेपछि तपाईँले कहीँ ट्रान्सफर भएर सरुवा भएर जानु पर्यो भने अथवा तपाईँले कुनै रोलहरू चेन्ज गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ एडमिनमा भन्नुपर्ने हुन्छ। र एडमिनले चाहिँ के गर्छ भने तपाईँ यहाँनिर विवेक श्रेष्ठ भन्ने व्यक्ति स्टोर किपर हुनुहुन्छ, उहाँ चाहिँ यहाँबाट के भन्छ ट्रान्सफर भएर अर्कै अफिस जाने हुनुहुन्छ र अर्को अफिसमा गएर पनि उहाँ स्टोर किपरै हुने हो होइन। तर उहाँ गएर स्टोर किपर हुन उहाँ पाउनुहुन्न। किन पाउनुहुन्न भन्दा उहाँको यहाँ एजेन्सी ट्रान्सफर गर्नुपर्छ, उहाँलाई चाहिँ यहाँको स्टोर किपरबाट ट्रान्सफर गरेर त्यो कार्यालयमा पठाइदिनुपर्छ। जबसम्म यहाँबाट तपाईँले एजेन्सी ट्रान्सफर गर्नुहुन्न तबसम्म चाहिँ त्यो कार्यालयमा गएर तपाईँले अर्को रोल चाहिँ त्यो 5 भित्र गएर रोल चाहिँ पाउनु है। त्यही भएर कतिपय कर्मचारीको गुनासो कति भइरहेको हुन्छ भने एक ठाउँबाट सरोबाट अर्को ठाउँमा गएको हुन्छ, उसलाई जिम्मेवारी दिन पनि खोजिरहेको हुन्छ, तर त्यहाँबाट एजेन्सी ट्रान्सफर नभइदिएको कारणले गर्दाखेरि उसले यहाँनिर काम गर्न पाइरहेको हुँदैन है। त्यो अवस्थामा के हुन्छ भने जहिले पनि हामीले बरगुजारत गर्ने बेलामा यो एजेन्सी ट्रान्सफरको यो सिस्टम पनि ह्यान्डओभर गरेर चाहिँ जानुपर्छ है। त्यति गरिसकेपछि बल्ल तपाईँलाई कार्यालयले एजेन्सी ट्रान्सफर गरिदिन्छ। त्यति ट्रान्सफर गरिदिइसकेपछि बल्ल तपाईँ अर्को ठाउँमा गएर अर्को रोल लिएर अथवा सेम रोल लिएर चाहिँ काम गर्न सक्नुहुन्छ है। अब हामी के गर्छौँ, यहाँबाट यो सब एडमिनबाट हामीले चाहिँ एउटा स्टोर किपर छान्छौँ। कसलाई स्टोर किपर दिने भन्ने हुन्छ। जस्तो म के गर्छु भने यहाँनिर यो व्यक्तिको नाम छ, यो व्यक्तिलाई मैले एडिट गरेँ, मैले एकछिन युजर राख्थेँ, कार्यालय स्तर गरेँ, सेभ गरेँ। ल अब यो व्यक्ति चाहिँ के भयो, अब यहाँनिर हेर्नु भने विवेक श्रेष्ठ भन्ने युजर भएर बसेको छ, स्टोर किपर होइन है। अब तपाईँले के गर्नुहुन्छ भने यो युजरलाई यो कर्मचारीलाई चाहिँ के गर्नुहुन्छ, तपाईँले यो कर्मचारीलाई विवेक श्रेष्ठ भन्ने कर्मचारीलाई स्टोर किपर एसाइन गर्नुपर्ने हुन्छ। तपाईँले स्टोर तयार पार्दै हुनुहुन्छ। तपाईँले गर्नुपर्ने पहिलो काम भनेको त्यही हो। पहिला तपाईँकोमा यो सब एडमिन भन्ने युजर खोलिसकेपछि यो सब एडमिन भन्ने युजर खोल्नुहुन्छ। खोलिसकेपछि कर्मचारी विवरणमा जानुहुन्छ, प्रणाली व्यवस्थापनभित्र कर्मचारी विवरण खोलिसकेपछि यहाँ कर्मचारीको नाम आउँछ। तपाईँले जो व्यक्तिले चाहिँ जस्तो स्वास्थ्य शाखाको जसले चाहिँ स्टोर हेर्नुहुन्छ उहाँ व्यक्तिको नाममा गएर तपाईँ के गर्नुहुन्छ, यहाँ यस्तै युजर भनेर आएको हुन्छ, उहाँको नाममा गएर तपाईँले के गर्नुहुन्छ, यहाँ एडिट गरेर चाहिँ उहाँलाई चाहिँ यो भूमिका चेन्ज गरेर स्टोर किपर बनाइदिनुहुन्छ। तर त्योभन्दा अगाडि एउटा किन के सम्झिनु पर्यो भने कोही स्वास्थ्य शाखामा काम गर्ने व्यक्तिहरू अथवा स्वास्थ्य शाखाको स्टोरको जिम्मेवारी लिइराख्नु भएका व्यक्तिहरूले पनि तपाईँको पालिकाको मेन स्टोरको पनि जिम्मेवारी लिएर बसिराख्नु भएको छ है। पहिला चाहिँ उहाँले के गर्नु भएको छ भने इएलएमएस पनि उहाँले नै हेर्नुहुन्थ्यो र 5 पनि उहाँले नै हेर्नुहुन्थ्यो। त्यो अवस्थामा हुनुहुन्थ्यो उहाँले है। अब अहिले चाहिँ के भयो भने यहाँबाट 5 इएलएमएसको ठाउँमा 5 गइसकेपछि त्यही व्यक्तिलाई चाहिँ अब मैले यहाँ गएर यो स्टोरको स्टोर किपर दिन खोजेँ भने त्यसले मान्दैन, किनकि अलरेडी स्टोर किपर हो उहाँ अर्को स्टोरको भनेर चाहिँ भन्छ। त्यस्तो अवस्थामा तपाईँले के गर्नु पर्यो भने एफसिजिओमा चाहिँ फोन गरेर मेरो जिम्मेवारी चेन्ज गरिदिनु पर्यो अथवा उहाँहरूले जे सजेस्ट गर्नुहुन्छ त्यही अनुसार चाहिँ तपाईँले त्यो काम गर्नु पर्यो। अब एउटै स्टोरबाट चलाएर हुन्छ अथवा दुईटै स्टोरमा नाम राखेर हुन्छ, त्यो उहाँहरूले जे भन्नुहुन्छ त्यही गर्नुपर्छ है। अब हामीले अहिले के गर्छौँ भने यो लगइन गऱ्यौँ, लगइन गरेपछि कर्मचारी विवरण हेऱ्यौँ, कर्मचारी विवरणमा गइसकेपछि अब हामीले चाहिँ युजरलाई चाहिँ यो युजर भन्ने बसेको व्यक्तिलाई चाहिँ अब हामी गर्छौँ तपाईँको स्टोर किपर चाहिँ एसाइन गर्छौँ। त्यसको लागि हामीले के गर्नुपर्छ भने सबै यसरी खुलिराखेको हुन्छ। तपाईँले यहाँनिर गएर स्टोर चिनाइदिनु पर्ने हुन्छ। स्टोर चिन्छ, टेस्ट स्वास्थ्य केन्द्र 5 भन्ने, जस्तो यहाँनिर तपाईँको जुन स्टोर छ त्यही स्टोर चिन्छ। यति यो स्टोरलाई चिनाइदिसकेपछि अरू केही गर्नु पर्दैन, यहाँ तल जानुहुन्छ
भूमिका यहाँनिर कर्मचारी प्रयोगकर्ता युजर भन्ने भूमिका छ। अब त्यसलाई तपाईँले लगेर स्टोर किपर भनेर यसरी आई के डेट में किस भाई रास्ता पहले का डेट में करो पहले का डेट में सही नहीं है तो अनि यहाँनिर चाहिँ जानुहुन्छ यो भूमिका युजर भन्ने यो कर्मचारी युजर प्रयोगकर्ता भन्नेबाट भूमिका चेन्ज गरेर स्टोर किपर सामान्य स्टुडियो स्टोर किपरमा लगाएर तपाईँले चाहिँ भूमिका दिनुहुन्छ अनि कार्य प्रकृति नियमित गर्नुहुन्छ। यसरी सेभ गर्ने बित्तिकै अब यो व्यक्ति चाहिँ के भयो स्टोर किपरमा भयो है। अब यति गरेपछि यो सब एडमिनको काम सकियो। अहिलेलाई तपाईँले यो अब एप्रुभर पनि चेन्ज गर्नुपर्ने छ भने ठिक छ, ती कुराहरूमा यहाँ आएर गर्नु पर्यो। यदि होइन भने तपाईँले चाहिँ अब यो सब एडमिनको काम चाहिँ सकिन्छ अहिलेको अवस्था है। अहिलेको लागि अब यसपछि हामी के गर्छौँ भने अब त्यो व्यक्तिले स्टोर किपर पाइसकेपछि अब हामी यहाँ जान्छौँ र त्यो व्यक्तिको उसबाट चाहिँ लगइन गर्छौँ है। जस्तो मैले यहाँनिर हेर्नु भने त्यो व्यक्तिको युजर आइडी के हो, जस्तो यहीँनिर नि हेर्न मिल्छ। जस्तो यो प्यान नम्बर छ नि, यो प्यान नम्बर उसको युजर आइडी प्यानै हुन्छ। जस्तो तपाईँले यसलाई कपी गर्नुभयो अथवा उहाँ जो व्यक्ति उसलाई पनि थाहा हुन्छ। अनि यसरी चाहिँ यहाँ युजर आइडी राख्नुभयो अनि पासवर्ड के हो उसको पासवर्ड राख्नुभयो अनि आर्थिक वर्ष 82 चेन्ज गरेर यसो गर्ने यो लगइन हुन्छ। अब यहाँनिर के आउँछ भने अघि त्यो व्यक्ति युजर भन्ने थियो, अब यो व्यक्ति के भयो स्टोर किपर भयो। अब यो स्टोर सुरु भयो है। अब स्टोर सुरु भइसकेपछि अब हामीले दोस्रो काम के गर्छौँ, दोस्रो काम भनेको हामीले सम्पत्ति म्यापिङ गर्छौँ। सम्पत्ति म्यापिङ नगर्दासम्म तपाईँले औषधि चाहिँ लेख्न मिल्दैन सिस्टममा। जस्तो तपाईँ पहिला ELMS चलाउनु भएको छ भने तपाईँलाई के पनि थाहा छ भने औषधि तपाईँको सिस्टममा इनएक्टिभ भएर बसेको छ भने तपाईँले खोजेर भेटिँदैन, त्यसलाई एक्टिभ गर्नुपर्छ भन्थ्यो। त्यस्तै यहाँ पनि के हुन्छ भने यहाँ पनि तपाईँलाई तपाईँको धेरै प्रोडक्ट लाखौँ प्रोडक्टहरू छ हाम्रो 5 मिटर होइन, तर तपाईँलाई त्यो सबै प्रोडक्टहरू चाहिँदैन। तपाईँलाई जे प्रोडक्ट चाहिन्छ तपाईँको स्टोरलाई त्यति प्रोडक्टहरू चाहिँ तपाईँले म्याप गरेर राख्न सकिन्छ हो। त्यही गर्नुपर्ने हुन्छ। अब जस्तो तपाईँले के गर्नुहुन्छ, यो खुल्यो, यो खुलिसकेपछि अब तपाईँले यहाँ प्रणाली व्यवस्थापनभित्र जानुहुन्छ र सम्पत्ति सम्बन्धी विवरण भन्नेमा क्लिक गर्नुहुन्छ र कार्यालयमा सम्पत्ति म्यापिङ भन्नेमा क्लिक गर्ने बित्तिकै अब यहाँनिर आएर तपाईँले म्याप गर्नुहुन्छ। स्पेसल्ली स्वास्थ्यको सन्दर्भमा तपाईँले 98 प्रकारका औषधिहरू छन्, ती औषधिहरूलाई चाहिँ अलिकति ख्याल गरेरै म्याप गर्नुपर्ने हुन्छ है। कारण के भन्नुहुन्छ भने त्यसको डेटा चाहिँ एकरूपतामा आउनुपर्छ। सबै नेपालभरिको जुन म्यापिङ गरे हुन्छ त्यो चाहिँ मिल्नुपर्छ है। मिलेन भने तपाईँ के हुन्छ भने कहिलेकाहीँ जस्तो तपाईँले हामीले एउटा नाममा पठाउँछौँ, भोलि तपाईँकोमा अर्को नाममा चाहिँ स्टक कहिले बस्या हुन्छ है, त्यसरी छुट्छ, डुप्लिकेसन चाहिँ हुन्छ। जस्तो मैले चाहिँ केन्द्रबाट मैले जुन औषधिको नाम जुन औषधि म्याप गरेर राखेको छु त्यही औषधि फ्लो हुँदै जाने हो, त्यही प्रदेशलाई जान्छ, त्यही जिल्लालाई जान्छ, त्यही जिल्लाबाट पालिकामा जान्छ, त्यही अनुसार संस्थामा जान्छ। तपाईँले अहिले त्यो आइटम चाहिँ मिस्टेक गरिदिनु भयो भने के हुन्छ, तपाईँले फेरि पहिला स्टक एउटामा हुन्छ, पछि तपाईँकोमा अर्कोबाट आइरहेको हुन्छ, त्यो ख्याल गर्नु होला है। अथवा तपाईँले भोलि बिहान डेटा खोज्नु पर्यो, डेटा चाहियो भने चाहिँ तपाईँले एउटा नामबाट खोज्नुहुन्छ, औषधि अर्को नाममा गएर बसेको हुन्छ, त्यो चाहिँ ख्याल गर्नु होला। अब त्यसको लागि म्याप कसरी गर्ने भन्ने कुरामा चाहिँ तपाईँ के गर्नु पर्यो भने यहाँनिर सर्च भन्ने बटनमा जानु होला। सर्चमा गएर तपाईँले के गर्नु पर्यो भने पहिला तपाईँले ELMSमा भएको युजेबल स्टक रिपोर्ट अथवा बिन वाइज प्रोडक्ट एभाइलेबिलिटी रिपोर्ट भन्ने छ, त्यो चाहिँ डाउनलोड गर्नु पर्यो अथवा त्यो चाहिँ तान्नु पर्यो। त्यो तानिसकेपछि अहिलेको अवस्थामा तपाईँसँग जुन स्टोरमा जुन औषधिको स्टकहरू छ त्यसलाई मात्रै फोकस गर्नु होला र पछि फुर्सद भएको बेलामा अरू पनि राख्नु होला, केही भएन। तर चाहिँ अहिलेलाई तपाईँले के गर्नु होला भने तपाईँसँग स्टक भएकोलाई मात्रै फोकस गर्नु होला। त्यसपछि तपाईँले के गर्नुहुन्छ, यहाँनिर आएर प्रोडक्टको नाम लेख्नुहुन्छ है। जस्तो मैले के नाम लेख्छु भन्दाखेरि आयुडी भनेर राखेँ। यसरी चाहिँ सर्च गर्ने बित्तिकै यहाँनिर हेर्नुभयो भने आयुडी भनेर यहाँ धेरै छन्, धेरै आउन सक्छ।
तर हामीले राख्नुपर्ने कुन औषधि हो भन्दाखेरि हामीले जुन 98 प्रकारका औषधि छन् तिनलाई चाहिँ हामीले ह्यास राख्दैछौँ। जस्तो पहिला इएलएमएसमा ह्यास थियो त्यस्तै 500 पनि ह्यास भनेर राखिदिएका छौँ। तपाईँले के गर्नुपर्ने यो आइडी भन्नेलाई चाहिँ छान्न पर्यो है। जस्तो यहाँनिर गएर तपाईँले अर्को मैले यसलाई आइडी भनेर सेभ गरेँ। अब यसलाई त्यहाँ टिक लगाएपछि यहाँ सेभ गर्नुपर्छ। त्यसो मैले यहाँनिर हेर्नु भने आइयुसिडी यसरी लेखेँ भने पनि यहाँनिर आइयुसिडी सेट भनेर पनि यहाँ आउँछ। अब यहाँ पनि आइयुसिडी सेट छ। अब यो डुप्लिकेसन बिस्तारै हामीले हटाउँछौँ होइन। तर चाहिँ अहिलेको अवस्थामा त यहाँ आइयुसिडी सेट पनि छ। कसैले यसलाई टिक लगाएर यसमा तपाईँले दाखिला गर्नुभयो भने तपाईँको त्यो जुन मेन आइडी छ त्यो त्यसमा त डाटा आउँदैन होइन। त्यही भएर त्यो कुरा ख्याल गर्नु होला। जुन हाम्रा औषधि छन् औषधिहरूलाई सकेसम्म त्यो पछाडि हामीले ह्यास राख्दै छौँ। त्यो ह्यास राखेको प्रोडक्टहरू छान्नु होला। त्यसरी गरेर सबै इन्डिभिजुअल्ली तपाईँले आइडी राख्नुभयो। त्यस्तै इम्प्लान्ट है मैले इम्प्लान्ट गरेँ। इम्प्लान्ट सेट भनेर छ यहाँ त यो इम्प्लान्ट सेट हो। हाम्रो इम्प्लान्ट कुन हो हाम्रो इम्प्लान्ट कुन हो भन्दाखेरि यहाँनिर यो 3 इयर्स भन्ने पनि आएको छ अहिले होइन। तर हाम्रो एउटा चाहिँ इम्प्लान्ट 5 इयर सेट भन्ने यो ह्याच भएको छ। यो हेर्नु होला। अब यसलाई राख्नु पर्यो। अब अहिले 3 इयर्स पनि छ यसलाई पनि हामीले ह्याच राखिदिन्छौँ। यो 3 इयर्स भन्ने पनि यसरी राख्नु पर्यो र तपाईँले के गर्नु पर्यो यसलाई सेभ अल गर्नु पर्यो है। यसरी सेभ गरिसकेपछि अब तपाईँको म्यापिङ हुन्छ र अब तपाईँले चाहिँ अल्या गर्ने बेला त्यो औषधिको नाम चाहिँ भेट्नुहुन्छ। अब इनकेस अब तपाईँले यहाँनिर चाहिँ यसरी सर्च गर्दा औषधिको नाम भेट्नु भएन तपाईँले खोजे जस्तो औषधि जुन हो जुन नामको खोज्नु भएको थियो त्यो भेट्नु भएन भने तपाईँले के गर्नुपर्ने हुन्छ भने तपाईँले एउटा न्यू रिक्वेस्ट गर्नुपर्छ। जस्तो पहिला हाम्रो इएलएमएसमा के हुन्थ्यो भने तपाईँले फोन गरेर मेसेज गरेर यो नामको औषधि राखिदिनुहोस् भन्नुहुन्थ्यो। अनि हामीले यहाँ चेक गर्थ्यौँ छ भने चाहिँ यो नाममा छ भनेर भनिदिन्थ्यौँ। छैन भने नयाँ एड गरेर पठाइदिन्थ्यौँ। अब यो 500 के हुन्छ भने तपाईँले हामीलाई भन्ने होइन फोन गरेर तपाईँले हामीलाई के गर्नु पर्यो भने यो रिक्वेस्ट गरेर पठाउनु पर्यो। यहाँनिर आएर जस्तो तपाईँले सम्पत्तिको प्रकार के हो खर्च गरेर जाने नजाने होइन। त्यसपछि सम्पत्ति अब यहाँनिर खर्च गरेर जाने भने पनि कुनै चाहिँ टिकाउ हुने कुनै टिकाउ नहुने भन्ने हुन्छ। जस्तो इक्जाम्पल अब हाम्रो एउटा चाहिँ निर्देशिकाले के भन्छ भने 1000 भन्दा कमको सामानलाई खर्च गरेर जानेमा राखिदिन्छ भन्छ। अब त्यो अवस्थामा कुनै जस्तो सिजर आयो पैँची त तपाईँको टिकाउ हुने सामान हुनसक्छ है। त्यस्तो अवस्थामा खर्च भएर जाने भए पनि त्यसलाई टिकाउ हुने भनेर राख्न सक्यो। अथवा कहिलेकाहीँ खर्च भएर नजानेमा राख्यो तर त टिकाउ खर्च भएर नजाने सबै टिकाउ हुनेमै राखेको छ है। त्यही भएर तपाईँले के गर्नु भने खर्च भएर जाने छ भने खर्च भएर जानेमा पनि टिकाउ हुने कि नहुने त्यो चाहिँ छान्न पर्यो। उपसमूह के हो औषधिजन्य माल सम्मान। उपशीर्षक के हो मेडिकल तथा औषधिजन्य सामान। अब कोड छ भने कोड राख्नु होला। पुरानो कोड छ भने पुरानो कोड राख्नु होला। जस्तो अब यो पुरानो कोड भनेर राखेको कारण के हो भने पहिला चाहिँ 5 भिउला भन्ने थियो त्यसबाट तान्ने भएर पुरानो कोड भने हो। त्यसपछि यहाँ नेपालीमा नाम लेख्नु पर्यो इङ्ग्लिसमा लेख्नु पर्यो। त्यसपछि वर्ग छान्नु पर्यो होइन के हो यो। जस्तो तपाईँको औषधिजन्य सामग्री यसरी छान्न पर्यो। इकाइ के हो जस्तो यहाँनिर डोज घन्टा पटक यो सबै इकाइहरू छान्न पर्यो। अनि यति तपाईँको जस्तो पी स्थान के हो त्यो छान्न पर्यो। भ्याट लाग्ने हो कि नलाग्ने त्यो छान्न पर्यो होइन। त्यसपछि यति गरेर चाहिँ तपाईँले यो प्रोडक्ट टाइपहरू पनि राखिदिनु। जस्तो फ्यामिली प्लानिङमा राखिदिनु पर्यो। प्रोडक्ट क्याटेगोरी फ्यामिली प्लानिङ होइन सब क्याटेगोरी के छ यो त्यसरी राखेर तपाईँले यहाँ सेभ गरेर पठाइदिनु भयो भने अब यो हाम्रोमा आउँछ। हाम्रोमा आइसकेपछि हामीले त्यो सामान छ कि छैन चेक गर्छौँ। त्यो सामान छैन भन्ने कन्फर्म भएपछि हामीले त्यसलाई एक्सेप्ट गरिदिन्छौँ। अथवा त्यो तलमाथि तपाईँको नाम स्पेलिङहरू मिस्टेक छ भने त्यसलाई करेक्सन गरेर तपाईँलाई फेरि पठाइदिन्छौँ होइन। त्यसरी चाहिँ आउँछ है। अब यति गरेर म्यापिङ भइसकेपछि अब हामी अहिलेको अवस्थामा के गर्छौँ अल्याएको छौँ है। अल्या भनेको अब तपाईँले इएलएमएसमा भएको स्टक 2081-82 को क्लोजिङ ब्यालेन्सलाई अब हामीले यसमा चाहिँ ओपनिङ ब्यालेन्स राख्नुपर्ने हुन्छ। त्यसको लागि हामी के गर्छौँ त्यही इएलएमएसमा जान्छौँ। त्यो तपाईँले पहिला तपाईँहरूले डाउनलोड गरेर राखेको पनि हुनसक्छ। यदि डाउनलोड गरिसकेपछि फेरि त्यसमा ट्रान्जेक्सन गर्नुभयो भने अहिले फेरि डाउनलोड गर्नु होला। त्यो डाउनलोड गरेर त्यो त्यसमा भएको खास गरेर अब डाउनलोड गर्दाखेरि तपाईँहरूले त्यो बिन वाइज प्रोडक्ट एभाइलेबिलिटी रिपोर्ट छ त्यो रिपोर्ट डाउनलोड गर्नु होला। किनकि यता युजेबलमा डाउनलोड गर्नुभयो भने क्वान्टिटी मात्रै आउँछ एक्सपायरी डेट ब्याच नम्बरहरू आउँदैन। त्यही भएर बिन वाइज प्रोडक्ट एभाइलेबिलिटी
रिपोर्ट भन्ने डाउनलोड गर्नु होला। त्यसमा चाहिँ औषधिको नाम, ब्याच नम्बर, एक्सपायरी डेट, क्वान्टिटी सबै आउँछ। त्यो आइसकेपछि अब तपाईँ के गर्नुहुन्छ, बल्ल अल्या गर्नेतिर लाग्नुहुन्छ। अब त्यसको लागि हामी के गर्छौँ, अल्या गर्नको लागि चाहिँ हामी अभिलेख प्रविष्टि भन्नेतिर जान्छौँ है। अब यो अभिलेख प्रविष्टि भन्नेतिर जाने बित्तिकै तपाईँले यहाँनिर सम्पत्ति तथा जिन्सी सम्बन्धी भनेर राख्ने बित्तिकै जुन हाम्रो एलएमएसमा पहिला हामीले एलएमएसको ड्यासबोर्डमै 6वटा आइकन ट्रान्जेक्सन गर्ने आइकनहरू राखिदिएका थियौँ। त्यस्तै यहाँनिर ट्रान्जेक्सन गर्ने सबै कुराहरू यहाँनिर छ। फारम, अन्य मौजत प्रविष्टि, खरिद आदेश, दाखिला, निकासा होइन, बिक्री दाखिला अनि हस्तान्तरण फारम यी सबै छ है। अब तपाईँले के गर्नु पर्यो भने अन्य मौजत प्रविष्टि भन्नेमा जानु पर्यो अल्या गर्नुको लागि है। त्यसपछि तपाईँले अन्य मौजत प्रविष्टिमा क्लिक गर्नुहुन्छ। यहाँ गइसकेपछि तपाईँले एउटा कुरा फेरि के ख्याल गर्नुपर्ने हुन्छ भने औषधि रिलेटेड सामान हो भने चाहिँ यो औषधि मुद्दा भन्नेबाट जानु होला। औषधि बाहेक अरू एसेटहरू हो भने चाहिँ यहाँबाट जानु होला है। जस्तो स्टेसनरी सामानहरू राख्नु पर्यो भने यहाँबाट जानु होला, औषधि राख्नु पर्यो भने यहाँबाट जानु होला। अब यहाँनिर मैले के गर्छु, औषधि भन्नेमा जान्छु होइन। त्यसपछि के गर्छु, अब प्राप्तिको स्रोत भन्ने ठाउँमा गएर के गर्छु, पुरानो मौजत प्रविष्टि है। त्यस्तै अघि सरहरूले सोध्नु भएको थियो वैदेशिक भनौँ डोनेसनमा आयो भने के गर्ने भन्नु थियो, डोनेसनको लागि यहाँनिर वस्तुगत सहायता भन्नु है। यसरी चाहिँ तपाईँले छान्नु पर्यो। पुरानो मौजत प्रविष्टि सुरुको मिति भनेको आजको राख्नु पर्यो, तपाईँले जुन दिन गर्दै हुनुहुन्छ त्यो राख्नु पर्यो। अनि त्यसपछि सुरु प्राप्त नम्बर भन्छ, जस्तो 1। अब यो 1, 2 कसरी आयो भन्नु होला। अब यसको पनि ठ्याक्कै त्यो प्राप्त नम्बर भन्ने त हामीले मेन्टेन गरे हुँदैन, तर तपाईँले सिरियल वाइज चाहिँ जस्तो अगाडि 1 राख्नु भएको छ भने अहिले अर्को पटक 2 त्यस्तै राख्न सक्छु है। अहिले त्यो 1, 2 कहाँ आउँछ त्यो पनि म तपाईँलाई देखाइदिन्छु है। त्यसपछि कैफियत केही छ भने कैफियत राख्नुहोस्। जस्तै मैले यहाँनिर चाहिँ ओपनिङ ब्यालेन्स भनेर दिएँ। जस्तो ओपनिङ ब्यालेन्स भनेर लेख्ने अनि यहाँनिर आएर सम्पत्तिको नाम लेख्छु। बल्ल यहाँनिर आएर मैले आइडी भनेर हाल्ने बित्तिकै यो आइडी बटन हुन्छ। यदि मैले अघि म्यापिङ गरेको थिएन भने यहाँ नाम आउँछ है। त्यसपछि स्पेसिफिकेसनमा राख्नु पर्यो। अब अहिले स्पेसिफिकेसनमा यही सबै कुरा आइसक्यो भएर यहाँ नलेखिने हुन्छ, तर कुनै सामानहरू तपाईँले त्यसको मोडल नम्बरहरू, टाइपहरू, विभिन्न किसिमको कुराहरू हुन्छ त्यो स्पेसिफिकेसन राख्न मिल्छ। अनि परिमाण कति हो, परिमाण 100 भनेर मैले राखेँ। दर कति हो, हामीले अहिले अन्य मौजत प्रविष्टि गर्दा अलाइ गर्दा थाहा छैन। त्यसपछि बल्ल यहाँनिर आएर यो प्लस चाहिँ ब्लू कलरमा चाहिँ आउँछ। यदि तपाईँले यहाँनिर एक स्पेसिफिकेसन मात्रै छुट्याइदिनु भयो भने पनि यो आउँदैन है। त्यसको लागि तपाईँले यहाँनिर केही राख्नु पर्यो। अनि बल्ल यसरी आइसकेपछि अब यो सामान आएर ग्रिडमा बस्छ। त्यस्तै गरेर अर्को प्रोडक्टतिर जानु सक्नुहुन्छ तपाईँ। जस्तै मैले इम्प्लान्ट भनेर राखेँ, अघि मैले यो म्याप गरिसकेको थिएँ। 5 इयर्स हो भने मैले यसरी छाने, स्पेसिफिकेसन भइहाल्यो, परिमाण 50 भइहाल्यो, दर 0। त्यसपछि यहाँ ब्लू बटन आयो। अब यसलाई क्लिक गरेँ। यति गरिसकेपछि तपाईँले प्रोडक्टहरू राख्दै जाने। राखेर गइसकेपछि अनि यहाँनिर सेभ अल भन्ने आउँछ। सेभ अल गर्ने, यास गरेपछि अब यो चाहिँ के भयो, यो नयाँ प्रविष्टि भएको भन्नेमा जान्छ। तपाईँले यति सकाइसकेपछि अब तपाईँहरूको अझै दाखिला भएको छैन, यति गरेर तपाईँको सिस्टममा सामान आयो भन्ने होइन। यो भनेको जस्ट तपाईँले हामीले त्यो सिस्टममा ड्राफ्ट गरे जस्तो पहिला मौजत प्रविष्टि मात्रै भएको छ, यो दाखिला चाहिँ भएन, आम्दानी बाध्य छैन सिस्टममा है। अब त्यसको लागि हामी के गर्छौँ, यो अन्य मौजत राख्ने कुरा चाहिँ तपाईँले फेरि एप्रुभल लिनुपर्छ। त्यसको लागि तपाईँले के गर्नुहुन्छ, प्रिभ्यू गरेर तपाईँले स्वीकृतकर्तालाई पठाइदिनुहुन्छ एप्रुभललाई है। यसरी चाहिँ एप्रुभललाई पठाइसकेपछि एप्रुभल भनेर मैले लेखेँ, यास गरेपछि चाहिँ अब यो बल्ल एप्रुभलमा जान्छ। उहाँले स्वीकृतकर्ताले उताबाट एप्रुभ गरिदिएपछि बल्ल तपाईँ अब के गर्नुहुन्छ, दाखिलातिर आएर दाखिला गर्नु मिल्छ। अब यहाँनिर क्लिक गरेपछि अहिले के छ भने यहाँ उताबाट स्वीकृत भएको छैन, त्यही भएर यहाँ आएको छैन है। अब उताबाट स्वीकृत भइसकेपछि त्यो यता आउँछ। 1 सेकेन्डको लागि तपाईँहरूले के क्वेसन छ भने गर्दै गर्नु। म यहाँनिर एउटा एप्रुभलको युजर खोलेर म यतापट्टि सर म एकैछिन सर यो 1 सेकेन्ड सर, यो प्रश्न गर्नुभन्दा अगाडि चाहिँ हजुरले यो ह्यान्ड गराइदिनु होला। अनि म नाम दिन्छु, 1 बाई 1 गर्दा ठिकै होला। हुन्छ सन्तोष सरले? हजुर म सकेको छैन, म जितेन्द्र यादव। ए हुन्छ 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 भनिहाल्नु।
मूल स्टोरको युजरमा रहेको व्यक्ति, जस्तै मेरो नाम मूल स्टोरमा स्वास्थ्य शाखामा छ होइन, युजरमा अनि स्वास्थ्य चौकीहरूको पसलहरूको नाम युजरमा छ, त्यो व्यक्तिलाई यो 5 मा युजर बनाउन मिल्ने हुन्छ कि डिस्टर्ब हुन्छ? हो सर, अघि मैले त्यो कुरा अघि पनि भनिसकेको थिएँ पहिले नै होइन सर। जस्तो तपाईँले चाहिँ पहिले नै तपाईँले मेन स्टोर चाहिँ चलाइराख्नु भएको छ 5 बाट, तपाईँको त्यहाँनिर होइन सर, मैले चलाएको होइन, म त्यहाँ युजर मागकर्तामा त छु नि, चलाएको होइन हो त्यही अघि मैले भनेकै कुरा, सुरुमा मैले भनेको कुरा के हो भने सर, सबै कर्मचारीहरू चाहिँ युजरमा हुन्छ होइन। अब त्यो कर्मचारीलाई चाहिँ तपाईँले के भनेर चाहिँ केमा एसाइन गर्ने भन्ने कुरा गर्ने हो कि अहिले। जस्तो अघि मैले सुरुमा के भनेको थिएँ नि, मेरो स्क्रिन हेरिराख्नु हो, यता स्क्रिन पनि म देखाइरहेको छु है, स्क्रिन यता हेर्नु होला, देखाइरहेको छु म स्क्रिन। यहाँनिर के छ भने तपाईँको यो छ नि व्यक्ति सबै यहाँ एप्रुभर, एकाउन्ट, एप्रुभर, रिभ्युअर, स्टोरकिपर भनेर छ। यहाँ तपाईँको नाम छ भने यहाँ युजर भनेर आउँछ होइन। त्यो व्यक्तिलाई चाहिँ यहाँ गएर स्टोरकिपर बनाइदिने हो ल। अनि बल्ल तपाईँले होइन यही युजरले जुन हामीले तपाईँलाई पठाउँछौँ त्यही युजरले बनाइदिने हो। तपाईँलाई हामीले हजुर मूल स्टोरमा भएको युजर होइन, प्रयोगकर्ता मागकर्ता मान्छे, अब यो यसै प्रयोगकर्तामा पनि युजर बनाउन यस्तो सर, एसए युजरमा ल्याउने भन्ने होइन। एसए युजर भनेको चाहिँ सर, एसए भनेको चाहिँ खासमा एडमिनले नै चलाउने हो, यो कसैको एउटा व्यक्तिको युजर होइन एसए अहिलेलाई होइन। यो चाहिँ जुन ब्रान्चको जुन फोकल पर्सन हो त्यहाँ उसैले नै युज गर्छ। जस्तो अहिले पहिला चाहिँ के हुन्थ्यो, प्रशासनमा मात्रै एसए युजर हुन्थ्यो एउटा, अहिले चाहिँ तपाईँको स्वास्थ्य शाखामा पनि एउटा एसए युजर छ, जुन चाहिँ स्वास्थ्य शाखा प्रमुख अथवा स्वास्थ्य शाखाको कुनै व्यक्तिले यो युजर चाहिँ चलाउन मिल्यो, बुझ्नुभयो। यो युजरमा पनि तपाईँको पालिकामा भएका सबै कर्मचारीको डिटेल आउँछ। त्यो 5 मा जुन गरेको छ योभन्दा पहिला त्यो सबै यसमा आउँछ, सबै आउँछ सर है, सबै आउँछ। तर कहिलेकाहीँ के हुन्छ भने यसमा कहिलेकाहीँ 1-2टा व्यक्तिको कसैको चाहिँ त्यो नदेखाएको हुनसक्छ है सर। त्यस्तो अवस्थामा तपाईँले के गर्नु पर्यो भने त्यो स्टोर स्तरमा राखेको हुन्छ कि त्यो कर्मचारीलाई। जस्तो यहाँ त्यो कर्मचारी स्टोर स्तरमा छ भने त्यो कर्मचारी जुन स्टोरको हो त्यसैकोमा मात्र देखिन्छ है। जस्तो यहाँनिर चाहिँ हाम्रो सब एडमिन भनेको चाहिँ यो स्वास्थ्य शाखाको सब एडमिन हो, ठिक छ। स्वास्थ्य शाखाको सब एडमिनले कुनै व्यक्तिलाई चाहिँ स्वास्थ्य शाखाको स्टोर स्तरमा राखेको छ भने त्यसले अर्को सब एडमिनले चाहिँ तपाईँले त्यसलाई चाहिँ देख्दैन। त्यो बेलामा के गर्नुपर्छ भने त्यो व्यक्तिलाई चाहिँ स्टोर स्तरबाट कार्यालय स्तरमा राखिदिनु पर्छ। कार्यालय स्तरमा राखेपछि सबैले देख्छ। ओके, अब एकचोटि भनिसकेको छु। हजुर सन्तोष सर भन्नुहोस् त। एकछिन रविन सर हजुर सर, मैले सबैलाई म्युट गरेको छु, पर्खिने एकछिन। अब अपलोड पनि गर्दैछ हैन? ओके, अब चाहिँ दोस्रो एप्रुभल हैन, एप्रुभर मैले अघि भने जस्तै मैले जब अन्य प्रविष्टि तयार पारिसकेपछि मैले चाहिँ एप्रुभ गर्नको लागि स्वीकृतकर्तालाई पठाइदिएको थिएँ हैन। अब स्वीकृतकर्ताले एप्रुभ गरिसकेपछि त्यो चाहिँ कहाँ आउँछ, यहाँनिर आएर बस्छ दाखिलामा है। जस्तो यहाँनिर हेर्नु भयो भने सरी, यहाँनिर आएर दाखिलामा हेर्नु भने यहाँनिर आएर बस्छ। ल यसरी सबै भनेर मैले छाने भने स्वीकृत भएको रद्द भएको भन्ने छ हैन। यसरी चाहिँ आएर दाखिलामा बस्छ। अथवा यहाँनिर चाहिँ सिफारिसकर्ताकोमा गएको भनेर अझै एप्रुभ भएर तपाईँले केमा गर्नुभएको छ जस्तै अब यहाँबाट मैले के गर्छु, यसरी चाहिँ एप्रुभ गरिदिन्छु स्वीकृत है। ल यहाँनिर हेर्नु भने यसरी स्वीकृत गरिदिन्छु। अब यो स्वीकृत गरेपछि अब यहाँनिर आएर तपाईँले रिलोड गर्ने बित्तिकै यहाँनिर आएर दाखिलामा
अब यहाँनिर आएर चाहिँ के गर्छ स्वीकृत भएको स्वीकृतकर्ताले मा पठाएको भन्ने कुरा यहाँ आइसक्यो। अब यहाँनिर चाहिँ अघि हामीले भने जस्तै नम्बर चाहिँ हेर्नु पर्ने हुन्छ। जस्तो मैले 1 नम्बर 2 नम्बर भनेको थिएँ नि त्यस्तै अन्य मौजत प्रविष्टि सबै ल। अब यहाँनिर आएर जस्तो अघि मैले चाहिँ जुन अन्य मौजत प्रविष्टि राखिसकेपछि स्वीकृत भएको हो भनेर यहाँ आउँछ है। अब यो स्वीकृत भइसकेपछि तपाईँले यहाँनिर प्रिभ्यू गरेर चाहिँ हेर्न सक्नुहुन्छ के भयो यहाँनिर चाहिँ स्वीकृत भएको हो भनेर चाहिँ आउँछ है। जस्तो यहाँनिर स्वीकृत गर्नेको त्यो व्यक्तिको नामहरू चाहिँ यहाँनिर चाहिँ स्वीकृत भएको भनेर आउँछ। अब तपाईँले यो स्वीकृत भइसकेपछि अब तपाईँले यसलाई चाहिँ के गर्नुपर्छ दाखिला गर्नुपर्छ है। यहाँ दाखिलामा जानुहुन्छ दाखिलामा गएर तपाईँले यो आर्थिक वर्ष 82-83 आदेश नम्बर अन्य प्रविष्टि भनेर अब यो चाहिँ हामीले गरेको यो चाहिँ होइन हामीले गरेको यो अन्य प्रविष्टि भन्नेमा यहाँ यसरी आइसकेपछि स्पेसिफिकेसन भ्याट एक मिनट ल पहिला यसलाई स्वीकृत भएको यहाँनिर छ। अब यो स्वीकृत भएको भनेर यहाँ यसरी आउँछ होइन। जस्तो स्वीकृत भएकोलाई चाहिँ अब हामीले के गर्नुपर्ने हुन्छ भने यो हस्तान्तरण हो अनि म प्रविष्टि वस्तुगत सहायता गरे ल पल्ल यहाँ आएर बसेको छ। ओके अब हामीले चाहिँ यहाँनिर आइसकेपछि यो स्वीकृतकर्ताले एप्रुभ गरिसकेपछि अब तपाईहरुले के गर्न पर्ने हुन्छ भने यहाँनिर चाहिँ हामीले अघि अल्या गर्ने बेलामा दुईटा कुरा चाहिँ राख्यौं। जस्तो औषधिको नाम राख्यौं, औषधिको तपाईको क्वान्टिटी राख्यौं हैन। अब राख्न बाँकी भएको भनेको एक्सपायरी डेट, ब्याच नम्बर र एक्सपायरी डेट। अब ब्याच नम्बर र एक्सपायरी डेट हामीले के गर्छौं भने यहाँनिर गएर चाहिँ ब्याच नम्बर र एक्सपायरी डेट राख्छौं। सर हजुर सर खाली माग फारम गर्न फेरि सिकाइदिनु त सर। माग फारमको कुरा भएन सर यहाँ। तालिमको व्यवस्था गर्नु चाहिँ हामी आफै आफ्नै स्रोतबाट जान्छौँ। हजुर हामी आफ्नै स्रोतबाट जान्छौँ तालिमको व्यवस्था गर्नु। हजुर तालिमको व्यवस्था यस्तो छ सर, अहिले तुरुन्तै तपाईले भनेको समयमा चाहिँ नहोला सर हैन। अब एकदम अहिलेको अवस्थामा चाहिँ तपाईको मेन पावरको एकदम लिमिटेसन छ। अनि तर जो यसो समन्वय गरेर प्लानिङ चाहिँ गर्नुस् सर, नहुने भन्ने चाहिँ होइन। समय मिलाएर गर्नुला। स्रोतको खोजी हामी आफै गर्छौँ सर, त्यसमा चाहिँ चिन्ता नलिनु न। हैन ठिकै छ। यहाँ मैले हजुरलाई भनेको त्यही हो, स्रोत भन्दा पनि
तपाईँको अहिलेको अवस्था मेन पावरै छैन सर। जस्तो हजुरले प्लान गर्नुभयो कसरी पठाइदिने त्यहाँ कसलाई पठाइदिने भन्ने छ कि अब त्यो कारणले गर्दाखेरि प्लान चाहिँ जस्तो समन्वय गर्नुहोस् तपाईँहरूले ल हामीले यहाँ यो यस्तो यस्तो ट्रेनिङ गर्न चाहन्छौँ भनेर भन्नुहोस्, त्यसपछि हामी यताबाट डेट दिन्छौँ त्यही अनुसार गर्नुहोस् है सर। ल ओके, अब एउटा अघिको यहाँनिर अर्कै सिफारिस बाख्रामा पुगेछ कि क्या हो? हेलो हजुर सर, म एकैछिन एक मिनट। हामीले जसरी इएलएमएसमा ड्राफ्ट रिलिज गर्थ्यौँ हजुर त्यो यसमा छैन हैन? यसमा छैन सर। अर्को यसमा चाहिँ जस्ट यसमा ड्राफ्ट भन्ने गर्न पर्दैन। जस्तो तपाईँले यहाँ काम गर्दै जानुभयो त्यहीँबाट रोकिनु भयो भने त्यो अलरेडी अटोमेटिक सेभ भएर बसेको हुन्छ होइन? अनि रिलिज माग फारमको बारेमा पनि भनिदिनु न, माग फारमको बारेमा। सर आज माग फारमको कुरा नगरौँ सर। माग फारम पछि चाहिँ हामीले तपाईँलाई यो काम सकेपछि हामीले फेरि तपाईँलाई यसरी नै तपाईँको माग फारमदेखि उताको प्रोसेस चाहिँ हामीले भन्छौँ है सर। किनकि अब फेरि माग फारमतिर जानु लाग्यो भने कतिपयले यहाँ इन्ट्री नै गरेका छैन होइन, इन्ट्री नगरेको मान्छे कन्फ्युजन हुन्छ। एटलिस्ट पहिला इन्ट्री गरौँ अनि त्यसपछि गरौँला भन्नु सर है। सर यतिलेसम्म त सर हेलो यतिले पुग्दैन सर हामीले जस्तो अहिलेसम्म त मलाई नाम थाहा बरु थाहा नहुँदैछ वा ठिकै थियो, थाहा भएपछि झन् कन्फ्युजन छ। इन्ट्रीदेखि लिएर त्यो औषधि दाखिलासम्मको यस्तो छ सर। सुन्दासम्म कन्फ्युजन हो, गर्दाखेरि कन्फ्युजन हुँदा एक्चुअली तपाईँ सुरु गर्नुहोस्। तपाईँले सुरु गरेपछि जहाँनिर रोकिनुहुन्छ हामी छौँ त सर, हामी छौँ। फोन गर्नुहोस्, इन्डेक्स दिनुहोस्, हामी तपाईँलाई सपोर्ट गर्छौँ होइन, त्यो समस्या होइन। तपाईँ सुरु गर्नुहोस्। अब यो सुरु कुनै पनि सिस्टमहरू तथा कुनै पनि प्रक्रियाहरू चाहिँ तपाईँको पहिलोपटक तपाईँले हेर्दै हुनुहुन्छ भने त्यो सुनेका भरमा चाहिँ अगाडि बढ्न अलिक गाह्रो लाग्छ नै सर होइन। तर चाहिँ हामी छौँ नि सर, हामी जति तालिमको व्यवस्था मिलाउनु पर्ने भयो कि सर। अब सर पहिला लाइन कट छ या कति सुनियो कति सुनिएन, हजुर अलिकति चालु सरकारको व्यवस्था मिलाइदिनु पर्यो सर। यहाँ स्टोरमा काम त्यो हाम्रो स्टोरमा जति औषधिहरू छ नि त्यो भौतिक गणना गरेर सबै चढाउनु पर्ने छ यसमा होइन सर। भौतिक गणना अहिले नगर्नुहोस् न त सर। प्रत्येक अनसाइट गरिदिनु सर। सरले भनेको एकदम राम्रो। एक दिन पायो भने ठिक हुन्छ, ट्रेडिङ नभए पनि पछिको व्यवस्था भएपछि हुन्छ। जिल्लालाई दिनु पर्यो। ओके सर, जिल्लालाई दिने काम हाम्रो भयो। जिल्लासम्म हामी छाडे आउँछौँ। मलाई लाग्छ यो सुरु गर्न सबै पालिकाले तपाईँको अर्को आर्थिक पालिकाको मलाई त्यस्तो लाग्छ। जति जिम्मेवारी दिनुभएको छ नि त्यति जिम्मेवारी भनेको सरहरूले पुरा गर्नुहोस्। त्यो गर्नको लागि कति दिन लाग्छ त्यो छिटोभन्दा छिटो पुरा गर्नुहोस्। अनि त्यसपछि भनेको अरू कामबारी जानु होला। सुरु चाहिँ यहाँ सहभागी भएको सर म्याक्सिमम सरहरूले कुनै ठुलो काम सामान्य काम हो। सामान्य काम सबैले गर्न सक्छ। पहिले त्यति काम गरौँ, त्यसपछि अरू कुराहरू अब बिस्तारै हुँदै गर्छ है। र टेन्सन नलिनु, सबै कुराको व्यवस्थापन हुन्छ नि बिस्तारै। हुन्छ सर, हुन्छ। तपाईँलाई धेरै टेन्सन नलिनुहोस् है।
त्यो टेन्सन नलिनुस्, म एकैछिनपछि तपाईँलाई सबैलाई एकदम गरेर म पठाइदिन्छु ल, टेन्सन नलिनुस् भैया। सर हामी गर्छौँ गरेरै हामीले गर्छौँ। अर्को कुरा है सर, त्यो भिडियोहरू पनि तपाईँहरूको सबैको ग्रुपहरूमा पनि मैले सेयर गरिदिएको छु। अहिले पनि सरले गर्नुभएको छ, भिडियोहरू पनि सबै हेरेर यति काम पहिले गर्नु, त्यसपछि अरू कामहरू अब सरहरूले भन्नुभएको छ नि, अरू कामहरू पछि हुँदै गर्छ ल। सर धन्यवाद है हजुर। एकैचोटि सुनिदिनु त एकैछिन है। अहिले सरले भन्नुभयो जस्तै हामीले अहिले यो ओपनिङ ब्यालेन्ससम्मको लागि हजुरहरूको लागि ट्युटोरियल भिडियो पनि बनाइरहेका छौँ, थोरै मिनेटको छ, त्यो पनि युट्युबमा हजुरहरूले हेरिदिनु होला, म्यानुअल पनि छ। हजुरहरूले यो सकाउनु भनेपछि हामी अर्को हप्ता तुरुन्तै फेरि भर्चुअल गर्छौँ कि अहिले हजुरहरूको लागि चाहिँ यो साधारण काम गर्नको लागि चाहिँ सबै कुराहरू चाहिँ अलमोस्ट तपाईँको यही भिडियोमा पनि छ। यही चाहिँ एक्चुअली यस्तो हेरिदिनु होला। अनि केही कन्फ्युजन भयो भने सर र यता हाम्रो पुरानै हेल्पडेस्कमा हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। हेलो सर, एक सेकेन्ड। ओके, मैले एकचोटि म्युट गरेँ सबैजनालाई ल। धन्यवाद सबै सरहरूलाई अहिलेसम्म जस्ट तपाईँ धैर्यतापूर्वक सुनिदिनु भएकोमा। अब सरहरूले मैले जस्ट एउटा कुरा के भन्न चाहेँ भने केही कुराको लागि यो कुराको भनेर पान सञ्चालन गर्ने कुरामा केही कुरा आत्तिनु पर्ने अवस्था छैन सर। यो जस्ट हामीले धेरैजनालाई एकैपटक समेट्ने गरेर एउटा ओरिएन्टेसन गरौँ भनेर सरले भने हुनाले हामीले यसरी प्लान गऱ्यौँ। तपाईँले इन्डिभिजुअल रूपमा तपाईँलाई परेका समस्याहरूलाई हामी सपोर्टबाट गर्छौँ है सर। अब यति भन्दै म चाहिँ अहिलेलाई छुट्टिएँ सर। हेलो ल, सरहरूलाई अब धेरै धन्यवाद। अब सरहरूले यसरी अब आयोजना गरेर अब खास गरेर अब सबै साथीहरूको बारेमा प्रश्नहरू गरिदिनु भएको छ। फेरि पनि एकचोटि धन्यवाद दिएँ मैले सरहरूलाई। र यो भनेको युजरहरू मैले जिल्लाको साथीहरूसँग म एकमुष्ट रूपमा सबै पालिकाको म अहिले पठाइदिन्छु जिल्ला वाइज। अनि जिल्लाको सरसँग अलिकति कन्ट्याक्ट गरेर आफ्नो युजर अलिकति दिनु होला है सर। सबै सरहरूलाई हजुर नमस्ते सर, खाजाचियाको व्यवस्था छैन? हुन्छ हजुर, टेन्सन नलिनुहोस्। पासवर्ड फरवर्ड करो जो अब जिल्लामा हुन्छ हेलो सर, युजर नेम पासवर्ड कहिले पठाइदिनुहुन्छ? मेरो अब आजै जान्छ, टेन्सन नलिनुहोस् न भाइ। ल हुन्छ बिस्तारै म अलिकति गरिदिउँ जुमलाई। सर सक्यो अब? हजुर सक्यो। सर